नमस्ते। एकाउन्टिङमा करियर बनाउने सोच छ, तर कसरी सुरु गर्ने, कहाँ जाने, केही आइडिया छैन? चिन्ता नगर्नुहोस्। आजको यस विश्लेषणमा हामी एकाउन्टिङ करियरको बारेमा एकदमै शून्यबाट सुरु गरेर सबै कुरा सरल भाषामा बुझ्ने प्रयास गर्नेछौँ। ल, सुरु गरौँ है त। सजिलो हिसाब किताब अकाउन्टिङ सजिलो तरिकाले। कुनै पनि करियर सुरु गर्नुअघि मनमा आउने सबैभन्दा ठूलो प्रश्न नै यही हो, के यो बाटो मेरो लागि ठिक छ त? हेर्नुस्, एकाउन्टिङ सबैको लागि नहुन सक्छ। त्यसो भए यो कसको लागि हो त? र यसमा सफल हुन कस्ता गुणहरू चाहिन्छन्? आज हामी यही प्रश्नको जवाब खोज्नेछौँ। हाम्रो आजको यात्रालाई सजिलो बनाउन हामी यसलाई 4 भागमा हेर्नेछौँ। पहिलो, यो क्षेत्र तपाईँको लागि हो कि होइन भनेर जाँच्नेछौँ। दोस्रो, यसका लागि चाहिने पढाइ र ज्ञानको कुरा गर्नेछौँ। तेस्रो, काम गर्दा आउने वास्तविक चुनौती र त्यसलाई समाधान गर्ने सिपहरू के हुन् भनेर हेर्नेछौँ। अनि अन्त्यमा यसको भविष्य र अवसरहरू कस्ता छन् भनेर बुझ्नेछौँ। ल, अब हाम्रो पहिलो खण्डबाटै सुरु गरौँ। भनिन्छ नि, हरेक कामको लागि एक किसिमको स्वभाव चाहिन्छ। एकाउन्टिङ पनि त्यस्तै हो। यो एउटा विशेष व्यक्तित्व भएको मान्छेको लागि एकदमै राम्रो करियर हो। कस्तो व्यक्तित्व? आउनुहोस् हेरौँ। एकाउन्टिङ सुन्दा कता कता अलि जटिल शब्द जस्तो लाग्छ हैन? तर वास्तवमा यो एकदमै सरल कुरा हो। सजिलो भाषामा भन्दा यो कुनै पनि व्यापारको पैसाको हिसाब किताब राख्ने र त्यसको कथा बताउने काम हो। पैसा कहाँबाट आयो, कहाँ गयो, कति खर्च भयो, नाफा भयो कि घाटा, अनि सरकारलाई कर कति तिर्नुपर्छ, यिनै प्रश्नहरूको जवाब खोज्नु नै एकाउन्टिङ हो। अब कस्तो मान्छे चाहिँ एकाउन्टिङमा सफल हुन्छ त? सोच्नुहोस् त। जो शान्त भएर नआत्तिकिन काम गर्न सक्छ, जसलाई सानो सानो गल्ती गर्न पनि मन पर्दैन, एकदमै पर्फेक्ट काम गर्न खोज्छ, अनि जो घन्टौँसम्म एउटै काममा ध्यान दिएर डुब्न सक्छ। यदि कसैमा यस्तो स्वभाव छ भने यो क्षेत्र उहाँको लागि एकदमै सही हुन सक्छ। ल, स्वभाव र व्यक्तित्वको कुरा त भयो। अब अलिकति प्र्याक्टिकल कुरा गरौँ है त। एकाउन्टेन्ट बन्न कति पढ्नुपर्छ, अनि कि किताबको ज्ञानले मात्रै पुग्छ त? यो खण्डमा हामी यही जग बनाउने कुरामा केन्द्रित हुनेछौँ। शैक्षिक यात्राको कुरा गर्दा एसई पछि नै यो क्षेत्रमा लाग्न त सकिन्छ, तर म्यानेजमेन्टमा +2 र त्यसपछि बीबीएस वा बीबीए जस्ता विषयमा स्नातक गर्यो भने जग निकै बलियो हुन्छ। र यदि कोही यो क्षेत्रको विज्ञ नै बन्छु, एक्सपर्ट बन्छु भन्ने सोचमा हुनुहुन्छ भने चार्टर्ड अकाउन्टेन्सी अर्थात् सीए वा एसीसीए जस्ता व्यावसायिक डिग्रीहरू सबैभन्दा माथिल्लो तहका हुन्। हो, यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। सैद्धान्तिक ज्ञानले मात्र पुग्दैन। जबसम्म हातले काम गरिँदैन, जबसम्म रियल वर्ल्डमा प्र्याक्टिस गरिँदैन, तबसम्म वास्तविक एकाउन्टेन्ट बन्न लगभग असम्भव छ। नेपालको जागिर बजारमा छिर्नको लागि 3वटा सिप हुनैपर्छ। म त यसलाई गोल्डन ट्रायङ्गल नै भन्छु। पहिलो हो ट्याली जस्तो कुनै एकाउन्टिङ सफ्टवेयर चलाउन जान्नु। दोस्रो हो माइक्रोसफ्ट एक्सेलमा पोख्त हुनु। र तेस्रो हो कर सम्बन्धी ज्ञान, खास गरी भ्याट र टिडिएसको। यी 3 कुरा बिना आजको दिनमा जागिर पाउनै मुस्किल छ। यो एउटा भनाइ नै छ र यो एकदमै सत्य हो। यदि सफ्टवेयर, एक्सेल र करको ज्ञान छैन भने तपाईको काम हिसाब मिलाउने र विश्लेषण गर्ने होइन, खाली डेटा एन्ट्री गर्नेमा मात्र सीमित हुन्छ। ल, अब हामीसँग योग्यता पनि भयो, ज्ञान पनि भयो, तर रियल वर्ल्डमा काम गर्दा कस्तो हुन्छ त? एक एकाउन्टेन्टले दिनदिनै कस्ता चुनौतीहरूको सामना गर्छ, अनि ती समस्याहरूलाई समाधान गर्न कुन सिप चाहिन्छ? अब यसबारे कुरा गरौँ। काम गर्दा समस्याहरू त आइहाल्छन् नि, होइन र? तर महत्त्वपूर्ण कुरा के हो भने हरेक समस्याको समाधान पनि हुन्छ। जस्तै भ्याट वा टिडिएसको हिसाबमा गल्ती भयो, नियम राम्ररी जानेको छ र अभ्यास गरेको छ भने त्यसलाई सुधार्न सकिन्छ। बिलहरू यताउता छन्, मिलाउने तरिका हुन्छ। मुख्य कुरा यी चुनौतीहरूबाट आत्तिने होइन, बरु सिक्ने हो। त्यसो भए एक सुरुवातकर्ताले कहाँबाट सुरु गर्ने त? ल, यी 5वटा क्षेत्रमा फोकस गर्नुस्। एक्सेलमा VLOOKUP, पाइभट टेबल जस्ता फर्मुलाहरू, ट्याली प्राइम जस्तो सफ्टवेयर, भ्याट, टिडिएस जस्ता करका नियमहरू, दैनिक खरिद बिक्रीको हिसाब राख्ने तरिका जसलाई बुकिङ किपिङ भनिन्छ, अनि अन्त्यमा नाफा नोक्सान देखाउने P/L ब्यालेन्स सिट जस्ता रिपोर्ट बनाउन सक्ने हुनुपर्छ। यिनै सिपहरू बलियो जग हुन्।
यति धेरै सिकेपछि र चुनौतीहरूको सामना गरेपछि यो करियरले भविष्यमा के दिन्छ त? अब हाम्रो अन्तिम र सबैभन्दा प्रेरणादायी खण्डमा हामी एकाउन्टिङले दिने अवसर र करियर ग्रोथको बारेमा कुरा गर्नेछौँ। एउटा कुरा के ढुक्क हुनुहोस् भने नेपालमा दक्ष अकाउन्टेन्टको माग कहिल्यै घट्दैन। किनभने दिनदिनै नयाँ व्यवसायहरू खुलिरहेका छन्, डिजिटल कारोबार अनिवार्य जस्तै भएको छ, अनि सरकारको कर र अडिटको नियम झनझन कडा हुँदैछ। यसको मतलब राम्रो अकाउन्टेन्ट बिना कुनै पनि बिजनेस चल्नै सक्दैन। यो करियरमा अगाडि बढ्ने बाटो एकदमै स्पष्ट छ। एक जुनियर एकाउन्टेन्टबाट सुरु गरेर अनुभव र सिप बढाउँदै सिनियर, फाइनान्स म्यानेजर र 10-12 वर्षको अनुभवपछि त कम्पनीको प्रमुख वित्तीय अधिकृत अर्थात् CFO सम्म पुग्न सकिन्छ। यो ग्रोथ एकदमै रियल छ। अब सबैलाई चासो लाग्ने कुरा, पैसा कति कमाइन्छ त? यदि तपाईसँग प्र्याक्टिकल स्किल छ भने सुरुवातमै फुल टाइम जागिर र केही पार्ट टाइम काम गरेर महिनाको 50,000 प्लस कमाउनु आजको दिनमा कुनै ठूलो कुरा होइन। र यो यात्रा अगाडि बढ्दै जान्छ। 5 देखि 10 वर्षको अनुभवपछि त मासिक 1 लाखभन्दा बढी कमाउनु यो क्षेत्रमा सामान्य नै मानिन्छ। त्यसैले फाइनान्शियल स्टेबिलिटीको लागि यो करियर एकदमै राम्रो विकल्प हो। र अन्त्यमा एउटा कुरा सधैँ याद राख्नुहोला, एकाउन्टिङलाई खाली नम्बरहरूसँग खेल्ने काम मात्रै नसम्झिनुहोस्। यो त कुनै पनि व्यापारको भाषा बुझ्ने एउटा कला हो। जसले यो कला सिक्छ उसले व्यापारको नाडी छाम्न सक्छ, र जसले व्यापारको भाषा बुझ्छ उसको भविष्य सधैँ सुरक्षित रहन्छ।